दिन दहाड़ै बालेन शाहको फेरि अर्को झड्का। दर्शकबिन यति बेला बालेन शाहको एकपछि अर्को झड्का आइरहेको छ। यति बेला सहकारी ठगीमा मुछिएका धनराज पूर्व श्रीमती ज्योति गुरुङलाई 21 दिने अल्टिमेटम दिएको छ। अब फिर्ता गर्ने कि नगर्ने, छेर्ने कि नछेर्ने भन्ने हेर्न बाँकी छ। बालेन शाहको नेतृत्वको सरकारले कडा अनुसन्धान गरेको छ र निर्देशन दिएको छ। सम्पत्ति शुद्धिकरण र अख्तियार अनुसन्धान आयोगले यति बेला धनराज गुरुङकी पूर्व पत्नी ज्योति गुरुङलाई सहकारी ठगीमा मुख्य नाइके अभियुक्त दिएको थियो। यति बेला अब बालेन शाहले कडा एक्सन लिँदैछन्। सहकारी पीडितलाई पैसा पनि दिँदैछन् भने अब बालेन शाहको अर्को नेतृत्व कडा एक्सन दबाङ शैलीमा अगाडि बढेका छन्। अब को पक्रिने हो? अब कांग्रेसदेखि एमाले माओवादीका जति पनि सहकारी लुटेका छन् अब कोही उम्कनेवाला